तुम्हें कैश करेंगे पैसा ही पैसा होगा। मेरो काम भनेको यो नुन हो। यो नुन चाहिँ यसरी टक्क दल्दियो, फेरि अर्को हाल्यो, फेरि नुन लिएर टक्क डल्दियो मजा। 1 करोडको माल होइन होला के हो? ल आज बेरोजगार पार्टीले पैसा झिक्दैछ है। सधैँ धाँदै भन्नु आधा बजेट आएको, आज देखाइदिन्छु बजेट आएको तपाईँले। तपाईँहरूलाई मैले बजेट देखाइदिन्छु आज। $20,000 ल रेडी छ राख्नलाई। गरियो किन पङ्खो हुन पर्ने हो यहाँ त? खमन ल बेरोजगार पार्टीको आज ऊ आज फेरि आयो है, फेरि आयो। सदस्यले पैसा राखिरहेछ है। गन्दैन अलि प्राइभेसी भएन बे हेर्न नि ढोका हुनु पर्ने क्या अब। हमका ल हमका नि यता यता हमका ल ल फेरि है कैश करेंगे पैसा ही पैसा होगा। फेरि है यो हामीलाई चाहिन्न, छोड्यो त पैसा आटो बस्न लाग्यो बेरोजगार। गाइज आज चाहिँ म केरा छोड्न छु। आज केराको पुरै यो उनी चोर्न आएको छ है म आज। जल्ला आइदिन्छ कस्तो छ? आज चाहिँ केरा है गाइज, केरा आज। ल भिडियो बना लो 15 दर्जन 15 दर्जन। हेलो एभ्रिवान, म चाहिँ बेरोजगार सङ्घको अध्यक्ष। हामी चाहिँ बेरोजगार है, यो एउटा बेरोजगार, म एउटा बेरोजगार। अनि हामी दुईटा बेरोजगार चाहिँ खालि मोबाइल हेरेर बसिरहेको थियौँ घरमा। अनि ठुलो मम्मीले बोलाएर चाहिँ हामीलाई 1 घन्टा काम भिराइदिनु भएको छ, तिमीलाई पनि रोजगार दिन्छु भन्नुभयो र 1 घन्टा काम भिराइदिनु भएको छ। उता खुर्सानी काट्दैछ एउटा बेरोजगारले, अनि यो पनि काट्छ रे। अनि म बेरोजगारले चाहिँ यहाँ केरा कटिङ गरेर पकाउनलाई राख्ने रे, तल बुटादेखि काटेर टक्क लिएर आएको छु। यहाँ टक्क पिस पिस पारिरहेको छु। अब यसलाई पकाएर केही दिनपछि खाने हो यसलाई। बेरोजगार बेरोजगार काट काट बेरोजगार, हात नकाटेस्, खुर्सानी काटेस्। बेरोजगार हात नकाटेस् है, खुर्सानी काटेस्। हामी बेरोजगारले चाहिँ रोजगार स्वरोजगार हो कि रोजगार भइसकेका छौँ है हामी चाहिँ।
केही घन्टाको लागि। अब नेपालमा घन्टाको हिसाबले पैसा आउनेवाला छ अरे, सिस्टम बनाउनु लाग्छ नि सरकारले। जस्तै हामी चाहिँ अहिलेदेखि लागेका छौँ घन्टाको हिसाबले। हामी चाहिँ सायद पैसा त्यस्तै हो, पकौडामा चाहिँ बिक्न लाग्छौँ हामी। यहाँ पकौडाको लागि मसला रेडी पारिरहेछ। केरा यो त अब केही दिन पछि पाक्यो भने त हाम्रै मुखमा त जाने हो यो। ल एउटा चाहिँ म फेरि फर्केँ एउटा इन्ट्रेस्टिङ कुरा लिएर फेरि है। बाई बाई भनेर गइसकेको थिएँ, भ्लग इन गरेको थिएँ। फेरि एउटा इन्ट्रेस्टिङ चिज फेला पर्यो अनि म चाहिँ फेरि रिस्टार्ट गरेँ मेरो भ्लग है। के रहेछ त्यो के रहेछ भनेपछि यहाँ हेर्नु त, दुईटा केरा त यार पाक्दिरहेको यार, कस्तो नदेखा त यार, त्यत्रो बोकेर यहाँ लिए। यो दुईटा केरा त देख्दै नदेखा के। माई गुडनेस। ल भाइ बाबु केरा खाऊ ल। या दुईटा केरा चाहिँ टक्क यहाँ पाक्दिरहेको यार। योमा सदस्य के छ विचार? मिठो छ। ल हाम्रो सदस्य सरले चाहिँ केरा खाइसक्नु भएको छ। यो चाहिँ मेरो भएको केरा। अब म पनि दिन्छु। अब कति मजाले पाकेको यसमा, देख्दै नदेखा त काँच्चै होला भने त यार। मेरो काम चाहिँ यही हो है गाई चोरो। यो यति नुन छ है, यहाँ चाहिँ नुन छ। अनि यो नुन चाहिँ केरामा यसरी डलेर यत्तिकै बसाल्ने। मेरो काम चाहिँ यही है। अब अध्यक्ष भएपछि अलि सजिलो काम हेर्नुपर्छ नि त। यहाँ सदस्यलाई देखो यता, यहाँ यत्रो मेहनतको काम गरिरहेको छन्। म अध्यक्ष ठुलो पद नभएर चाहिँ अलि राम्रो काम गरिरहेको छु। बस मेरो काम भनेको यो नुन हो। यो नुन चाहिँ यसरी टक्क दल्दियो, फेरि अर्को हाल्यो, फेरि नुन लिएर टक्क डल्दियो, मजा मिठो। सदस्यको काम भने यही हो। केरा पिस पिस बनायो। अब पिस बनाएर चाहिँ अब नुन दल्यो, सक्यो। मेरो काम चाहिँ सक्यो। उसको चाहिँ अझै एक परात प्याज छ त्यहाँ, आलु पनि थपिको। सदस्य भएपछि काम गर्न पर्छ। ठुलो पदमा आउन कहाँ सजिलो छ त। अब मेरो पछि यो सदस्य चाहिँ जाने होला है। यहाँ दाना चक्कु कत्रो छ भाइ? सदस्य भाइ सर, तपाईँले त 2 दिन लगाउनुहुन्छ होला हौ यो काट्न त यार। 2 दिन लाग्छ होला है। अनि हामी पकौडा चाहिँ कहिले खाने? यो मान्छेले 2 दिन लगायो भने गाह्रो छ नि। मेरो काम चाहिँ यति है। अध्यक्षको पदमा भएर चाहिँ ल म अध्यक्ष चाहिँ त्यस्तै भए नै हरेक कुरा सिप, हरेक कुरा जानेर यहाँसम्म आइपुग्यो। म यहाँ जाँगर नभएको सदस्य मेरो। अब खसाल्दैमा खसाल्दै थिएमा सबै हाल्यो नि। देखोस् मान्छे नदेखोस् हाल भन्छ। भिडियो बनाऊ भने त हाल भन्छ। थत्तेरी यति छन् प्लास्टिक मसला। बेरोजगार संघको अध्यक्षले आज करोडौँको माल बनाउँदैछ है। यहाँ करोडौँको अख्खा करोडौँको माल बनाउँदैछ। खानालाई होइन, सुँग्नलाई मात्र हो यो करोडौँको माल। सुँग्ने मात्र तिमीहरूले, मलाई देख, तिमीहरूले यो
सुन्ने मात्र, हेर्ने र सुन्ने मात्र। यस्तो अक्खा यो अध्यक्ष र मेरो सदस्यहरूले मात्र खाने हो यो, अरू सब हेर्ने र सुन्ने मात्र हो। करोडको माल कहाँ त्यसै पाइन्छ? बजेट हात पार्नुपर्छ हो गाइजहरू। नेपाल सरकारबाट स्पेशल बजेट हात पारेर आज चाहिँ हामी यो के अरे हिजो के अनि लगाए हामी चाहिँ हिजो नेपाल सरकारबाट 1 करोडको बजेट हात पार्न सफल भएका थियौँ। अनि 1 करोडको माल चाहिँ 1 करोडकै माल जगाइदिएको यहाँ। अनि यो चाहिँ टक्क लाएर क्यामेरा पनि देखा न, क्यामेरा देख्न होला किन अब भाग्छ बे मुच्चासँग। करोडको बजेट हात पार्न सफल भएका थियौँ हामी चाहिँ बेरोजगार संघको अध्यक्ष। करोडको मालको आज पकौडा बन्दैछ। यसमा स्पेशल चीजहरू छ है, एक्सपेन्सिभ स्पेशल इम्पोर्ट फ्रम मुस्टाङ हेलिकप्टरमा फट्ट चान्चुने माल होइन यो, चान्चुने होइन। करोडको बजेट हात सफल भएका छौँ हामी। त्यही बजेटले आज चाहिँ मुस्ताङदेखि स्पेशल इम्पोर्ट गरेका आलु, मुस्ताङको प्याज अनि मुस्ताङको सुजी, बेसन भन्छ नि, सरी गाइस बेसन अन्डा भन्दा विशिष्ट बड्डा मुस्ताङको आकाशमा उड्ने चराको अन्डा स्पेशल खुर्सानी दामी। लयमा स्पेशल करोडको माल करोडको कराईमा यो इम्पोर्ट हुँदैछ। वर्षदेखि पकाउरा पकाएको कराई हो यो, के अरे टावा हो यो। हेर्दै थाहा हुन्छ एक्सपिरियन्स यसको, अनि यसको बनावट अनि यसको टेक्सचर पोस्चर सबै हेरेर थाहा हुन्छ यो वर्षदेखि पकाउरा पकाएको कराई हो कि टावा के भन्छ यसलाई? प्यान पुच्छर नभएको प्यान हो यो। वर्षै एक्सपिरियन्स पुरै यस्तो बटुलेर आज यहाँ आउन सफल भएको छ हाम्रो प्यान, पुच्छर नभएको प्यान। स्पेशल मान्छेले स्पेशल पकौडा, पुच्छर नभएको माछा भने स्पेशल तर्का परिरहेछ यहाँ चाहिँ अहिले। यस्तो मिठो हुन्छ यो चाहिँ है। सफलको पछि, हरेक सफलताको पछि सेक्रिफाइस हुन्छ भनेको सुन्नुभयो होला। यसको सेक्रिफाइस चाहिँ यसको पुच्छर है, यहाँ हेर्नुहुन्छ यसको पुच्छर छैन। यो सफलता भएर यसले पुच्छर सेक्रिफाइस गरेको छ, आफ्नो पुच्छर। गाइज माल पानी खाएंगे आज तो मौज करेंगे। इधर देख गाइज 1 करोड़ का माल। गुड पकौडा बनाउँदा 1 करोड सकेर यो चाहिँ छुट्टै पार्टीले स्पोन्सर हानेछ है। कोक चाहिँ 1 करोड सब यही पकौडामा हालिदिएको, हामीले सब पकौडामा खनाइदिएको। यो चाहिँ यो कोक अरे कहाँ कोक भन्छु कि, यो चाहिँ स्पेशल फ्रम नाइजेरिया दारू। यो चाहिँ अर्को पार्टीले, एमाले पार्टीले स्पोन्सर गरेको यो चाहिँ। बडा छ यार। भूकम्पै ल्याइदियो त हो यो नाइजेरियाको चखनाले यार। ल 1 करोडको माल। के मिठो छ यार। ल यो चाहिँ
नाइजेरियाको नाइजेरिया र युगान्डाको बिचको बोर्डरको हो यो चाहिँ स्पेसल। यो नरिवलको जराको रसको ठसको हो यो चाहिँ। बब्बाल यार यो माल चाहिँ 2.5 करोडको रे। अनि आधी ल्याइदिएको थिएँ। अर्को बजेट हात पार्यो भने चाहिँ हामीले तिर्ने हो। उधारो चल्छ नेपालमा चाहिँ है। ल फेरि 1 मोर टाइम है। ल थत्तेरीमा टुक्ने खडा रहेछ यार। यस्तो माल खाना कहाँ पाइन्छ क्या यार। थत्तेरी यार। ल हजुरलाई पनि खान मन छ भने मेरो बेरोजगार पार्टीमा जोइन हुनुहोस्, सदस्यको पद लिउनुहोस्। धेरै पर्दैन, त्यही 20-30 लाख पर्छ जोइन गर्न। अनि जोइन गर्नुभयो भने चाहिँ यस्तो मालहरू त, यस्तो 1 करोडको मालहरू त होइन के सिर्फ एउटा फलो पर्छ यस्तरी हो। करोडको माल चाहिँ मुखमा यसरी चपाउने हो गाइजहरू यो। करोडको माल त यसरी चपाउने थाहा छैन यो। फेरि अझै एउटा करोडको माल। याद राखौँ है, याद राखौँ, नत्र सुँगेर मात्र बस्ने होला। फेरि हेरेर सुँगेर।